उमेरबाट सुरु गर्न मन लाग्यो। उमेर कति फरक छ? 18 महिना, जम्मा 18 महिना फरक छ। अब यसो अहिले हेर्दाखेरि दाजु को देखिन्छ? अहिलेदेखि होइन, पहिल्यैदेखि नै दाजु देखिने भनेको मै हो। म सिधै होइन, जो 18 महिना कान्छो छ उही दाजु जस्तो देखिन्छ। त्यो सानैदेखि नै त्यो अलिकति परिपक्वता, अलिकति कन्ट्रोल, सिरियसनेस, अलिकति कन्ट्रोल मेकानिजम, यसो नगर, यसो गरौँ वाला मेरो चाहिँ अलिकति सिरियस, अलिकति बेसी भावेर मलाई मान्छेले लिँदाखेरि पनि दाजु जस्तै लिन थाले र व्यवहार पनि त्यस्तै खालको हुन थाले भएर मात्रै हो। दुईजनामा चञ्चले त आसिफ नै हो होइन? दुईजना सेम हो, तर उची नदेखिने। असिम म भन्दा बढी चकचक गरेको छ सानो बेलामा, मेरो भन्दा बढी कुटे खान्छ बाउको हो। चकचके अहिले पनि चकचके त अनुहारै त्यस्तो पर्यो है क्या है? अनुहारै सोझ हो क्या, भला पनि पर्यो क्या? चकचके तपाईँको जस्तै छ क्या। सुन्नु न दाइ, चकचके चाहिँ कस्तो भन्दाखेरि यसको चकचकको कारणले मैले पिटाइ खानुपर्ने क्या। किन त दाइ भएर किन नसम्झाएको भन्ने दाइले खायो नि त होइन। अनि ऊ चाहिँ भागिदिने, फेरि भागिदिने, सट्ट भागिदिने, काम बिगारेपछि को अगाडि म पर्ने। पढाइमा चाहिँ दुईजना को राम्रो? पढाइमा के उस्तै ट्यालेन्टेड चाहिँ म हो होइन, तर मार्कसिटमा चाहिँ यसको आउने हो र। म चाहिँ यस्तो ट्यालेन्टेड कि मलाई त्यो मार्कसिट नै ठुलो नलाग्ने होइन, मार्कसिटमा चाहिँ यसको आउने, तर ट्यालेन्टेड त मै हो। यही कुरोको एन्सर यताबाट आयो भने होइन, पढाइ त सबैको त्यतिखेर आफ्नो उसको अलिकति म्याथ्सहरूमा चाहिँ उसको राम्रो हो होइन, अलिकति अरू चिजहरूमा मेरो हो, तर ओभरअल चाहिँ एकाडेमिकली कसले राम्रो गर्यो भनेर त्यो हाम्रोमा त त्यो हेर्ने चलन छ नि, त्यो हिसाबले चाहिँ मैले राम्रो गरेँ होला, तर ट्यालेन्ट वाइज चाहिँ उसले भने जस्तो उसको नै बेसी हो, उसैलाई पनि त्यही भएर पछ्याइराखेको हो। दुईजनामा अलराउन्डर चाहिँ को हो? कुन हिसाबले अलराउन्डर? यस्तो छ, यहाँ अलराउन्डरको डेफिनेसन छ। यस्तो क्रिएटिभ अलराउन्डर भन्ने भयो भने म हो फेरि होइन, तर टेक्निकल र प्र्याक्टिकलिटीको हिसाबमा हेऱ्यो भने फेरि यो हो। फेरि यो हामीले जुन हिसाबले आफ्नो परिवारमा या अफिसमा सम्हालेका छौँ नि, कस्तो छ भने उसले गरेका चिज मैले गर्न सक्दिनँ, मैले गरेका चिज उसले गर्न सक्दैन क्या। रोल स्विच गरौँ न भन्ने गाह्रो हुन्छ, त्यस्तो छ। अनि उसले पुरै सम्हालेको छ आफ्नो ठाउँ, मैले आफ्नो ठाउँ पुरै सम्हालेको छु। अनि मेरो ठाउँमा म भर्सेटाइल होइन, अनि उसको ठाउँमा ऊ भर्सेटाइल हो क्या। छुच्चो को छ दुईजनामा? मुफट टाचापुच्चा बोलिहाल्ने अथवा अलिकति झगडा परिहाल्ने, यसको रिसमा कोही नपरे भइहाल्यो होइन। अनि फेरि कसैले फेरि के भन्छ, असिम दाइको रिसै नराम्रो है भन्छ, अनि म हाँस्छु क्या मनमा नै, आसिफको मतलब परेकै छैन। मलाई आएर होइन, मलाई आएर असिम दाइ त क्या रिसा हुनुहुन्छ है र मनमा नै सोध्छु कि त मेरोमा परेकै छैन भनेर क्या। त्यो रिसापना चाहिँ दुइटैमा अलिअलि त्यो छ। त्यो रिसा चाहिँ नदेखेको आजसम्म त्यही अघि नै भने, रिसापना नदेखेको तपाईँको मात्रै हो। 2 दशकभन्दा माथि पनि कहिले पनि जिन्दगीमा नरेश भट्टराई दाइलाई कहिले पनि रिसाएको देख्दै देखिएन। जतिसुकै तपाईँ हामीसँग, हामी कति सुटिङमा काम गऱ्यौँ नि त होइन, यत्रो एडहरूमा हामीसँगै काम सहकार्य भएर काम गरेका छौँ। त्यो आफैमा यत्रो 50 जना मान्छेलाई चाहिँ जोडाएर लाने काम त आफैमा पनि सजिलो काम होइन। त्यो बेलामा पनि त्यो, तर तपाईँको चाहिँ त्यो हाँसो जहिले पनि उस्तै देखियो, कहिले पनि तनावमा देखिएन क्या। हामीलाई त अलिकति त्यो हुने बित्तिकै त्यो आउँदो रहेछ क्या त्यो तनाव, अनि तनावमा आएपछि त्यो रिफ्लेक्ट भइहाल्ने रहेछ। के रहेछ क्या तपाईँको? होइन, मेरो तारिफ एकछिनमा, किनभने मलाई नि कस्तो के हुँदो रहेछ, सोध्ने कुरै बिर्सिँदो रहेछ कि आफ्नो तारिफ भइसकेपछि गमक्क होइन। फेरि म यस्तो तारिफ सुन्ने बानीमा छुइनँ नि त। दाजुभाइ यहाँ आउनुभन्दा अगाडि रञ्जनाको सोडा खाएर आएको। तर क्या खाइन्थ्यो है पहिला, अहिले मिस हुन्छ यार रञ्जनाको सोडा, मोमोहरू होइन, अरू त्यो स्ट्रिट फुडहरू, त्यो के अरे आलु होइन, अनि त्यो जेरी, स्वारी, पुरी, त्यो मालपुवा। तपाईँ पनि भोगे, हामी पनि भोगे। आज अहिले यो कार्यक्रम अहिले यो भइराख्दाखेरि भोक लाग्यो भनेर कार्यक्रममा बस्यो। ओके, अब यो अलिकति लोभीको कुरा गर्दै थियो क्या, दुईजनामा खर्च गर्नमा कंजुसी कसले बढ्छ? तुरुन्त अगाडि खर्च गर्न को अगाडि बढ्छ? म तपाईँलाई एकदम सरल तरिकाले भनिदिन्छु होइन, ममा आएर बेएको लेखाजोखा नै छैन। ओके, अस्तव्यस्त मान्छे आएर बेएको लेखाजोखा छैन। एउटा प्रोजेक्ट गरेको थियो कुनै जमानामा, कागजमा फाइदा देखाएर चाहिँ खल्तीमा घाटा भइरहेछ क्या, त्यस्तो खालको मान्छे हो मेरो एकदम। अनि मेरो आफ्नै पैसा आयो भने पनि यो राख्दैन भनेर यसलाई दिने हो। ओके, हाम्रो अफिसको यताउति, हाम्रो घरको सबै यताउति पैसा उसले हिसाब गर्ने हो। हिसाब भनेको
त्यो निटिग्रिटी हुन्छ नि मलाई मेरो एकदम नराम्रो छ मेरो निकाले खर्च गर्दै यो मेरो खल्तीमा पैसा भयो नि त्यो सकिन्छ भनेपछि यता गतिलो रहेछ कुरो भन्ने थाहा भयो ऊ डिसिप्लिन छ उसलाई चाहिँ खर्च केमा गयो भन्ने थाहा छ लोभी होइन खर्च केमा जाँदैछ भन्ने थाहा हुन्छ मेरो त अब गयो कहाँ भन्ने कुरा नि सोध्नु घरको कुरामा चाहिँ घरका कुराहरू आउँछन् नि त बुबा आमाका कुराहरू आए घर खर्चका कुराहरू आए घरका कतिपय कुराहरू केही चाडबाडका कुराहरू आउँछन् त्यो बेलामा सामूहिक रूपमै होइन त सबै सामूहिक रूपमा खर्च वर्ष सबै कुराहरू यस्तो छ हाम्रो खर्चदेखि लिएर आयदेखि लिएर हरेक चिज सामूहिक हो केही पनि छुटेको छैन केही पनि उभाएको छैन र हामी एउटै घरमा छौँ दाजुभाइ बुवा आमा छोराछोरी बुढाबुढी सबै एउटै घरमा छौँ चाडबाड सँगै मनाउँछौँ र खर्च पनि सँगै हुन्छ कमाइ पनि सँगै गर्छौँ हो दाजुभाइको सम्बन्ध त सुमधुर छ दाजुभाइ सँगसँगै साथी पनि हो सहकारी पनि सँगै हो 24 आवर्स नै सँगै जस्तो हो नि होइन तर पनि कहिले मैले त्यो झगडा परेको अथवा दाजुभाइ बिचको त्यो मनमुटाव अथवा अरू कसैले केही सुनाएको पनि मैले सुनेको छैन भने एउटा एक्जाम्पल दाजुभाइको जोडी भनेको आसिफ र असिमको जोडी मैले यो मानेको त्यसमा कुनै र सफल जोडी पनि हो यो सफल दाजुभाइ एउटा कस्तो हुन्छ भने दाजुभाइ भनेको चाहिँ खालि त्यो रगतले मात्रै दाजुभाइ होइन कि दाजुभाइ भनेको चाहिँ साथले र सहयोगले हो क्या र त्यो साथ र सहयोग हाम्रो अहिलेदेखि होइन त्यो सानैदेखि नै त्यो साथ र सहयोग यसरी नै बढिरहेको छ क्या अहिलेसम्म पनि त्यही भएर रगतको मात्रै दाजुभाइ होइन कि त्यो साथ र सहयोगको दाजुभाइ हो नि जस्तो कतिजना दाजुभाइ हुन्छ साख्यै दाजुभाइ तर दाजु सामान्य काम गरेर आउँछ भाइले बिछट्टै प्रगति गरेर आफ्नै ठाउँमा भइरहेको हुन्छ तर हामीलाई के लाग्छ यस्तो पनि हुन्छ त जस्तो लाग्छ हामीलाई त्यो अचम्म लाग्छ क्या दाजुभाइ भएपछि त सँगै बस्नुपर्ने होइन एउटा त एकदम धनी एउटा सामान्य छ एउटाले किराना पसल चलाएको छ किन सँगै हुनुपर्ने होइन या यो जो कमायो यो एउटा भाइले त्यसले त्यो दाइलाई पनि तान्नुपर्ने होइन या दाइले पनि भाइलाई त्यसरी तान्नुपर्ने होइन किन यस्तो छ हामीलाई त्यो संसार नै अचम्म लाग्छ यस्तो पनि हुन्छ र जस्तो लाग्छ हामी सानैदेखि त्यो भएको भएर मलाई त कस्तो हुन्छ भने उसलाई पनि हुन्छ होला मलाई त कस्तो हुन्छ भने केही चिज म एकदम कुकिङमा एकदम क्रिएटिभ कुकिङहरू गर्छु केही चिज मैले बनाए मिठो लाग्यो भने अब मलाई पहिल्यै यसलाई खुवाउनुपर्छ भन्ने खुवाउनुपर्छ टेस्ट गराउनुपर्छ भन्ने हुन्छ कि ल टेस्ट गर म फेरि आफ्नै किचनमा पाकेँ भने पनि हुन्छ दौडेर गएर उसलाई खाता यो चाख्दा भन्ने अफिसमा पनि हुन्छ नि केही चिज पाक्यो भने त्यो मनैदेखि हुन्छ नि मिठो चिज एक्लै त म कसरी खान सक्छु यो भाइलाई पनि खुवाउनुपर्छ त्यो खालको छ भाइ अहिले भाइ भएर पनि भनेको प्लस त्यो भाइलाई मात्र खुवाउने होइन कि परिवारलाई खुवाउने हो तर यो मिठो चिज पाक्दाखेरि त यसलाई पनि दिनुपर्छ यो त मैले एक्लै खाँदा मैले साँच्चीकै पनि मिठो चिज एक्लै खायो भने म पहिला एक्लै त म खाँदैन मलाई खुवाउनमा खुसी लाग्छ केही चिज राम्रो पाकेर मैले एक्लै खाइदिएँ भने त्यो मेरो लागि फेरि त्यो गिल्ट हो त्यो आजीवन एउटा त्यो चाहिँ गिल्ट हुन्छ कि मेरो लागि अनि त्यसपछि हाम्रो त्यो खालको सम्बन्ध छ अनि तपाईँले त्यही पढाइको कुरा गर्दाखेरि यो होटल म्यानेजमेन्टबाट आएको गुण हो अनि यो वाला त्यो फाइनेन्स म्यानेजमेन्टबाट आएको गुण हो त्यो त्यही एकअर्काको परिपूरक भएर यसरी पनि मैले धेरै मान्छेहरू भेट्दाखेरिको कुरामा मैले यो जोडेको हो क्या अघि सम्बन्धका कुराहरू आयो नि त होइन सँगै पाउँदैनौँ नि हामी होइन दाजुभाइमै पनि त्यो मित्रता हामी पाउँदैनौँ त्यो आत्मीयता पाउँदैनौँ केही न केही कटुता अथवा केही न केही नमिलेको पाउँछौँ कतिको मिलेको पनि छ होइन अब जस्तो हाम्रो क्षेत्रका मान्छेहरूको कुरा गर्दाखेरि सत्यस्वरूप एक्जाम्पल छ जोडी होइन अब यता सत्यस्वरूप दाइहरू हाम्रो धेरै कुरा सिमिल्यारिटिज छ सत्य दाइ म जस्तै हो ल्याङफ्याङ त्यसमा कुनै सन्देह नै छैन उहाँको पनि त्यो आय व्ययको एकदम खर्चालु हो सत्य दाइ पनि नसोचिकन खर्च गर्ने क्या सत्य दाइ पनि स्वरूप दाइ चाहिँ अलिकति कम्पोज अनि त्यसपछि होइन यो मिलाउनु पछि यो होइन भनेर अलिकति त्यस्तो खाले ठ्याक्कै लगभग मिल्छ दाजुभाइ पनि त साथी हो नि भन्ने एउटा एक्जाम्पल हो नि त होइन कामदेखि लिएर सबैतिर यो देखिया छ अब यो दुई बिचको सम्बन्धमा नि यो सुमधुर रूपमा अगाडि बढ्नमा महत्त्वपूर्ण भूमिका केले खेलेको छ त्यो सुन्दर पक्ष के हो असिमलाई के लाग्छ दाजुभाइ बिचको अथवा यो मित्रता बिचको यो आत्मीयता बिचको अब यस्तो छ हाम्रो जुन हुर्काइ जुन बाल्यकालदेखि नै जसरी हुर्काइ एक त हाम्रो जम्मा 18 महिनाको जुन डिफ्रेन्स भयो त्यो माथि हामीलाई अरू साथीभन्दा पनि एकअर्काकै साथले हामी अगाडि बढ्यौँ एकअर्कालाई साथ सहयोग उसले गरेको कुरा तैँले उसले केही गर्न खोज्यो भने यो कुरा यो पार्ट ठिक छ यो पार्ट ठिक छैन मैले गर्न यो नगर हामीलाई अरू कोही एक्स्ट्रा कोही साथी नै चाहिएन क्या हामीलाई सल्लाह सुझाव दिनलाई त्यो थर्ड पोल लिनलाई मात्रै कहिलेकाहीँ यसो लियो भने मात्रै नत्र चाहिँ
यो सम्बन्ध कस्तो भनेको उसको लागि त मैले भन्दा बढी सल्लाह सुझाव दिने मान्छे त कोही जेन्युनली अरू भेट्दैन मैले जति चित्त दुखाउने मान्छे अरू कोही भेट्दैन उसको लागि पनि त्यही हो मेरो लागि पनि त्यही नै हो त्यसले भएपछि मैले मेरो दाइले यो भनेपछि त्यो सकियो कि उसको लागि भाइले जे भने त्यो सकियो भने जस्तो राजनीतिको कुरामा मेरो भन्दा त उसकै ज्ञान बढी होला नि त तर पनि मेरो कुनै क्यालकुलेसन हुन्छ यो नगर भनिसकेपछि सक्यो मैले नगर भनेपछि गर्दैन उसले ए ल ओके सक्यो किनभने मैले राजनीतिक नलेजबाट नभइकन मैले अर्कै एङ्गलबाट पनि सोचे हुनसक्छु नि त यो नगर है भन्ने भनिसकेपछि त्यो चिज हुँदैन सो त्यस्तो खालको छ नभए त त्यस्तै हो भने त राजनीतिको बारेमा मलाई थाहा छ तँलाई थाहा छ हुनसक्छ नि त बिग्रिने हो भने त तर होइन त्यो रेस्पेक्ट त्यो चिजहरू छ अनि यो फेरि कस्तो भने अहिले भनिराख्दाखेरि अक्वर्ड लाग्छ यो चिज भन्ने चिज हो यो त स्वतस्फूर्त रूपमा एउटा सम्बन्धले गर्ने चिज हो दाजुभाइको सम्बन्ध भनेको त कृत्रिम हुँदैन नि यो त नेचुरली इनबिल्ट हो नि त अनि त्यसको लागि आजसम्म बोलेको पनि छैन रहेछु आज फर्स्ट टाइम बोल्दैछु शब्दहरू नै अलिकति अनौठो लागिरहेछ क्या किनभने कहिले पनि यसरी बोलेकै छैन यो चिजमा चाहिँ अनि यो सम्बन्ध चाहिँ प्राकृतिक रूपमा डेभलप भएको चिज हो दाजुभाइको सम्बन्ध म चाहिँ साँच्चीकै पनि गर्व गर्छु आँखा पनि नलागोस् हाम्रो दाजुभाइको जस्तो सम्बन्ध सायद धेरै मान्छेको हुने हो भने चाहिँ संसार एउटा राम्रो द वर्ल्ड वुड बी अ बेटर प्लेस भन्छ नि त्यो चिज चाहिँ हुन्छ यो कतिपय कुराहरू हामी एक्सप्लेन अथवा एक्सप्रेस गरिहाल्दैनौँ क्या सम्बन्धका कुरामा हामी आमा बुवालाई अगाडि राखेर प्रशंसा गर्दैनौँ नि होइन अथवा त्यो तारिफ पनि गर्दैनौँ नि हामी हाम्रै घरमा आफ्नो परिवारको पनि त्यो कुरा गर्दैनौँ कि अथवा दाजुले भाइको भाइले दाजुको त्यो पारिवारिक रूपमा त्यो सम्बन्धलाई अथवा त्यो आफ्नो जे हो कुरो त्यो कुरालाई दिल खोलेर हामी प्रशंसा गर्दैनौँ क्या अथवा त्यो भन्दैनौँ बरु आलोचना गरिहाल्छौँ टिका टिप्पणी गरिहाल्छौँ त्यो हामीमा त्यो संस्कार छैन तर विदेशीहरूमा त्यो संस्कार छ नि हो कि भनेपछि आज मलाई यो त्यो आसिफले अघि असिमको बारेमा कुरा गर्दै गर्दा सम्बन्धका कुरामा नि त्यो हामी बानीमा नहुँदाखेरि अड लागेको हो क्या तर आज यो कार्यक्रममा यो जुन कुरा आयो नि यसले धेरैलाई एउटा सन्देश दिन्छ क्या सन्देश दिन्छ किनकि पछि त के हो थाहा हुँदैन नि जस्तो मलाई पनि बेला बेलामा खड्किन्छ मेरो जेठो दाजु अहिले हामीसँग हुनुहुन्न होइन तर दाजुलाई कतिपय कुराहरू मैले भनेको भए हुन्थ्यो होइन मेरो मनमा अहिले खड्किन्छ क्या होइन दाजुले मलाई गरेको कुराहरू अथवा दाजुप्रति मेरो भावना जुन अभिव्यक्त मैले त्यतिखेर गरिदिएको भए हुन्थ्यो मेरो दाजु त हो नि भनेर मैले भनिनँ तर भन्नु पर्थ्यो भन्ने मलाई लाग्छ क्या अब अहिले मसँग मेरो बुवा हुनुहुन्न बुवाकै कतिपय कुराहरू मैले बुवालाई अगाडि राखेर भनेको भए होइन त्यो बुवाको एक्सप्रेसन के हुन्थ्यो होला उहाँले मलाई अझ के भन्नुहुन्थ्यो होला होइन त कतिपय कुराहरू खड्किँदो रहेछ क्या त्यो भएर एक्सप्रेस चाहिँ गरौँ एक्सप्रेस त गर्नु है भनौँ हामी मनमा लागेको कुरा हामी शब्दमा एक्सप्रेस नगरे पनि आफ्नो भावनामा चाहिँ उसमा चाहिँ गर्ने आफूले गर्ने काममा चाहिँ एक्सप्रेस गरिदिने जे गरिरहेको छ नि त्यसबाट पनि त एक्सप्रेस हुन्छ नि होइन कहिलेकाहीँ म तिमीलाई माया गर्छु या बुवालाई तपाईँलाई म साह्रै माया गर्छु भनेर भन्नुभन्दा बुवाको जुत्ता फाटेको आफूले याद गरेर जुत्ता ल्याएर किनेर ल्याइदिने त्यहीबाट बुझिहाल्यो नि बुझ्यो नि भन्नु पऱ्यो नि म तपाईँलाई माया गर्छु भन्नु व्यवहारबाट आयो नि त व्यवहारबाट आयो नि व्यवहारबाट देखाउने जस्तो कसैले मेरो छोराले मलाई आजसम्म माया गर्छु भनेर भनेको छैन मा सीमित रहँदैन नि व्यवहारमा देखाइसकेपछि मेरो छोराहरूले मेरा छोराहरूले मलाई माया गर्छन् किनभने व्यवहारमा देखिया छ भन्ने होला नि त सो व्यवहारमा देखिराख्दाखेरि चाहिँ बोलीमा बोल्नु पनि पर्दैन जस्तो लाग्छ माया चाहिँ कुनै पनि सम्बन्धमा चाहे दाजुभाइको होस् चाहे बाबुआमाको होस् या श्रीमान श्रीमतीकै किन नहोस् व्यवहारिक माया प्र्याक्टिकल लभ चाहिँ जहिले पनि माथि हुन्छ हो नि अहिलेसम्म समयले के सिकायो आसिफलाई ओहो अहिले आइपुग्दा यो समयले त धेरै कुरा पो सिकाएको छ त अनि समय बित्दै गइसकेपछि के लाग्दो रहेछ भने अहिले मसँग भएको ज्ञान मसँग भएको सबै चिज चाहिँ र एक्सपिरियन्स जुन छ यो चाहिँ म 20 वर्षको उमेरमा यदि यो सबै मैले जानेको भए त मैले कति प्रगति गरिसक्थेँ होला है जस्तो लाग्छ क्या अब त के लाग्छ भने एक्सपिरियन्स चाहिँ बटुले तर उमेर त घट्दैछ नि त उमेर के हो जस्तो लाग्छ उमेर चाहिँ बहुत ट्रिकी चिज हो क्या जब तपाईँले रियलाइज गर्नुहुन्छ ढिलो भइसक्यो हुन्छ क्या जहिले पनि यता असिमलाई के लाग्छ उमेर के रहेछ उमेर त खासै त्यस्तो केही होइन जस्तो लाग्छ म चाहिँ नर्मल्ली के नम्बरै हो त
नम्बरकै ऊ हो। मलाई चाहिँ कस्तो लाग्थ्यो भने म आफूभन्दा 10 वर्षको मान्छेहरूलाई पहिलादेखि यसो हेर्थेँ कि 10 वर्षपछि यस्तो म देख्दो रहेछु है भन्ने। त्यसपछि त्यो 10 वर्ष पुगिसकेपछि फेरि अर्को 10 वर्षपछिको यस्तो देख्थेँ ठिकै त हुँदो रहेछ भन्ने भनेको मतलब तपाईँलाई त मैले 20 वर्ष अगाडि यस्तो देख्छु रहेछ भने क्यालकुलेसन गरेँ होला होइन। नम्बर गेम नै हो त्यो होइन, त्यसलाई त्यति धेरै महत्त्व दिनु पर्दैन भन्ने कुरा हो। अहिलेसम्म आइपुग्दा समयले के चाहिँ सिकायो? समयले धेरै कुराहरू सिकाएको छ दाइ। समयले के सिकायो भन्दाखेरि पहिला हामीलाई साथीभाइ धेरै यताउति भन्ने कुरा त्यो चिजहरू अब अहिलेको जुन अहिले त झन् मान्छेलाई चाहिँ भर्चुअल उसमा चाहिँ मान्छेले मेरो यति फलोवर्स मेरो यति यता, तर अहिले समयले के देखायो भने तपाईँलाई 4 जना क्वालिटीको मान्छे भए पनि पुग्दो रहेछ क्या। अनि यसको मेन ऊ भनेको तपाईँको परिवार हो। तपाईँको परिवारले तपाईँको दुःखमा तपाईँको सुखमा परिवारलाई समय दिनुहोस्, परिवारलाई समय दिनुहोस्, आफ्नो श्रीमतीलाई समय दिनुहोस्, आफ्नो आमा बुवालाई समय दिनुहोस्, आफ्ना बालबच्चालाई समय दिनुहोस्। किन भन्छु भन्दाखेरि एट द एन्ड यही मान्छेहरू काम लाग्ने हो होइन। तपाईँको जिन्दगीमा यही मान्छेहरूले चाहिँ तपाईँ बिरामी पर्दा आराम पर्दा तपाईँको दुःखमा सुखमा त्यो फलोवर्सको जन्जालमा अहिले यो कृत्रिम संसार परेको छ। मेरो यति फलोवर्स मेरो त्यो 4 जना क्वालिटीको मान्छे भए पुग्दो रहेछ। यो समयमा आइपुग्दाखेरि यो बुझियो, यो सिक्यो आखिर यथार्थ जीवन यही नै हो। तर 20 वर्ष अगाडि फेरि यो बुझिँदैन। 20 वर्ष अगाडि त पपुलारिटीको भोग थियो। हो पपुलारिटीको भोग। अहिलेको समयमा नि म धेरै मान्छे भेट्छु असन्तुष्ट क्या। यसो हेर्दा छ सबै कुरा छ तर पनि ऊ खुसी छैन, असन्तुष्ट छ। किनभने सोच नै ठुलो भयो क्या, एक्सपेक्टेसन नै ठुलो भयो क्या, चाहना नै ठुलो भयो क्या। चाहना ठुलो राखिसकेपछि त्यही तपाईँले भने जस्तो क्या लेट गो गर्न सकेन, चाहना ठुलो राख्यो भने त जहिले पनि दुःखी भइराख्ने भयो क्या। 20औं वर्षदेखि नरेश भट्टराई चिनिराखेको छ, रेलेभेन्ट भइराखेको छ। तर अचानक नरेश भट्टराईको सपना या एकैचोटि म अब यो बन्छु भनिसकेपछि तपाईँ त्यो टाइम फ्रेममा पुग्न सक्नु भएन भने त तपाईँले आफूलाई दिएको असन्तुष्टि हो नि त त्यो त। हरेक चिज प्रोग्रेस या हरेक चिज चाहना इच्छा आकाङ्क्षा पुरा हुनेको एउटा टाइम फ्रेम हुन्छ। त्यो टाइम लाग्छ। तपाईँ सामाजिक सञ्जालबाट रातारात हिट हुन खोजिराख्नु भएको छ, रातारात भाइरल हुन खोजिराख्नु भएको छ भने तपाईँ असन्तुष्ट बन्नुहुन्छ नि। धेरै जस्तोमा डिप्रेसन्सहरू आउने अनि एन्जाइटी हुने होइन। अनि यो कारणहरू नै त्यही हो, निद्रा लागेन भन्ने। 20 वर्षको केटाकेटीहरू निन्द्रै लाग्दैन भन्ने हो। निन्द्रा लाग्नलाई त एउटा आफ्नो एक्सपेक्टेसन नै सानो राख्ने। सुत्नको लागि त बिसाउनु पर्यो नि, पर्यो निदाउनलाई त होइन हो नि, तनाव लिएर त निदाउन सकिन्न। निदाउन त सबै चिज भार बिसाएर अनि निदाउन सक्नु पर्यो। यो अहिलेको जेनेरेसनमा असीमलाई के लाग्छ किन यस्तो असन्तुष्टि बढिरहेछ? धेरै मान्छे भेट्दाखेरि डिस्ट्र्याक्सन हो। त्यही मैले अघि भने नि भर्चुअल संसारमा छिरेर मान्छेलाई त्यो एउटा त्यो एकदम त्यो सपनाको त्यो ऊहरू पनि एकदम हाई बारहरू राखेर त्यस्तो खालको उसमा पुग्यो हो कि त्यो यो टाइममा जुन चिज स्किल सिक्ने समय हो नि। तपाईँ हामी त्यो उमेरमा हामी पनि रातरातभरि त हामी गर्थ्यौँ र हामीले गर्ने मिहिनेत अर्कै थियो। हामी रातरातभरि एडिटिङ गर्थ्यौँ, रातरातभरि कहिले म्युजिक भिडियोको कहिले टेलिभिजन प्रोग्रामको। बिहान 5 बजे सुतेर 10 बजे फेरि कार्यालयमा हाजिर हुन्थ्यौँ कि हाम्रो त्यो सिकाइको त्यो अर्को अवस्था थियो। तर अहिलेको जेनेरेसनको अवस्था अर्कै देखिँदैछु कि त्यसमा। त्यसले गर्दाखेरि पनि यो मान्छेलाई त्यो अलिकति फ्रस्ट्रेसनहरू आएको कारण पनि त्यो पनि हो जस्तो लाग्छ मलाई। किनभने त्यो राइट ठाउँमा छैन कि हो, खुसी हुन सकिरहेका छैनन् क्या, अथवा सन्तुष्ट हुन सकिरहेका छैनन्। मान्छेले भन्छ सन्तुष्ट भइसके पछाडि त प्रगति नै हुँदैन भन्छन् होइन। तर म भन्छु सन्तुष्ट भएको मान्छेले नै प्रगति बढी गर्छ, खुसी भएको मान्छेले नै प्रगति बढी गर्छ होइन। नभए त रोग निम्ति गयो नि, मान्छे बिरामी परिगयो नि। एकदम तपाईँलाई के चाहिएको छ भन्ने कुरा पहिला तपाईँले डिसाइड गर्नु पऱ्यो कि। अरूको देखेर चाहिँ तपाईँले यो पनि मेरो पनि त्यही नै हो भनेर तपाईँ हिँड्नु भने तपाईँ त 100% दुःखी हुनु पनि। तपाईँलाई के चाहिएको छ तपाईँले पहिला आफ्नो प्रायोरिटी त पहिला छान्न सक्नु पऱ्यो नि, त्यसपछि त्यो गन्तव्यमा हिँड्नलाई त। अनि अर्का गन्तव्यमा हिँडेपछि त त्यो दुःख पाउने नै हो। जिन्दगीमा अघि बढ्दै जाँदाखेरि केही न केही कुरा त छुट्छ। तपाईँ एउटा चिज पाउन खोज्दै हुनुहुन्छ भने केही न केही चिज चाहिँ छुट्छ। तर सबै चिज समेट्न खोज्नु भनेको आफूले आफूलाई दुःखी बनाउनु हो। छोड्न सिक्नुपर्छ आफ्नो गन्तव्य प्राप्तिको लागि। त्यति गर्न किनभने अगाडि बढ्दै गर्दा त
तपाईँ अगाडि बढ्दै गर्दा कति साथीभाइ छुट्ला, आफूले सोचेको पैसा छुट्ला होइन, अनि एउटा टोल छुट्ला, गाउँ छुट्ला, त्यो भनौँ न त्योहरू छोडेर अगाडि बढ्न सक्नुपर्छ। छुट्छ, छोडेर एउटैमा फोकस गर्ने हो। यहाँ अहिले समस्या के छ भने सबलाई सब चिज चाहिएको छ, सबै चिज त प्राप्त हुँदैन। कस्तो अर्कै कुरा गरिरहेछ नि आज हामी, एकदम फिलोसफिकल कुरा गरिरहेछ, मजा आइरहेछ। फरक कुरा गरियो नि त, फरक कुरा गरे। खास हाम्रो तिनजना कम्बो भएपछि त खास रमाइलोको हदै पार गर्नुपर्ने हो। यो आज अर्कै कुरा हुन्छ, मलाई आफै अचम्म लागिरहेछ। मुड कता पुगिरहेछ थाहा छैन, तर अफेयरमा हामी मान्छे फेरि फरक छ। दर्शकलाई भन्नु आसिफ अर्कै हो, असीम अर्कै हो, यो नरेश अर्कै हो। र फेरि हामीले यति धेरै काम गरेका छौँ। मलाई सर्ट फिल्म खेलाउने मान्छे आसिफ अवार्ड पनि पायो, अवार्ड पनि पायो कि ऊ बेलामा, त्यो बेलामा अवार्ड पायो। अनि त्यो एड सबैभन्दा बढी हेरिएको एड हो त्यो गोइङ्का सिमेन्ट के थियो। अनि पछिल्लो समय अस्ति भर्खर खेलेको बात्सल्य पनि छ यो प्रोग्राममा। ए बात्सल्य पनि, धन्यवाद बात्सल्य होइन, डिरेक्टर साहबहरू बात्सल्यको एड पनि खेल्नु। त्यसपछि हामीले गरेनौँ है, कुरा गऱ्यौँ होइन। दाइ बिजी हुनुभयो, मैले भने त उत्तर दिइसकेको छु, त्यो भन्न पाइँदैन। दाइ बिजी हुनुभयो भन्नै पाइन्न होइन। हामीले त्यसपछि गरेनौँ भन्दाखेरि कुरा गऱ्यौँ, काम दुइटा गऱ्यौँ। ओके, यो हाम्रो आफ्नो रमाइलो छँदैछ, तर आज अलिकति फरक खालका कुरा गरेका छौँ। अब अलिकति म केही फर्मेट अनुसार आउँछु, त्यसपछि अरू कुराहरू छन् ल। अब यो दुवैजना बडो निष्पिक्री बोल्ने मान्छे, कुनै त्यसमा शङ्कै छैन। दुवैजनाको कुरो अब जति गरे पनि म थाक्दिनँ, किनकि म मन पराउने मान्छेको कुरा जति पनि गर्न सक्ने मान्छे पर्छु। त्यहाँमाथि मलाई मनपर्ने मान्छे भनेको आसिफ असीम दुवैजना हो। स्ट्यामिना पनि राम्रो छ, हामीलाई थाहा छ है, छ होइन त। एक सासमै मान्छे बेहोस हुने गरी तारिफ गर्न सक्ने मान्छे। ओके, अब यो आसिफ र असीफ दुवैलाई हो त। म पहिला मान्छेका प्रकारबाट जान्छु, ठिक छ? मान्छेका प्रकार क्या, धेरै खालका मान्छेहरू हुन्छ नि त। कोही ठुला मान्छे होलान्, कोही धनी मान्छे होलान्, कोही असल मान्छे होलान्, कोही प्यारा मान्छे होलान्, कोही खुसी होलान्, कोही सुखी होलान्, कोही दुखी होला। फ्याक्ट दिमागमा आउने कुरा, दुईजनाले एकैचोटि भन्नुपर्छ नै पर्दैन। यो संसारमै ठुलो मान्छे चाहिँ को लाग्छ? यस्तो श्रद्धाको हिसाबमा र मायाको हिसाबमा त मेरो बुवा भन्दा त मेरो लागि ठुलो कोही छँदै छैन। बुवालाई सम्मान, बुवाको शुभ नाम असद शाह, सम्मान हजुर भाइ। यता बुवा नै हो, बुवा नै होइन। बुवाभन्दा ठुलो मान्छेहरू को हुनसक्छ? कोही छैन मेरो लागि, बुवा आमा नै हो। एक्ज्याक्ट। तर बुवा आमा दुईजनै भए तापनि हाम्रो मित्रता, बाउ छोराको मित्रता यदि हेर्ने हो भने चाहिँ हामीसँग सङ्गत गरेको मान्छेहरू अचम्म मान्छ है। यो जसरी अहिले जसरी त्यस्तो फ्रेन्डली हुनुहुन्छ, एकदम फ्रेन्डली। जसरी तपाईँले हामीलाई हेर्दै आसिफ असीम हेर्नुहुन्छ नि, त्यसरी हामीलाई नजिकबाट चिनेका भने आसिफ असीम र बुवा भनेर हेर्छन् कि। भनेको त्यहाँ अर्को गोड त बुवाको रहेछ नि त। हाम्रो जस्तो मेरो अफिसमा केही कार्यक्रम भइरहेछ भने बुवा पनि त्यहाँ हुनुभयो भने पनि साथीहरू पनि त्यत्तिकै खुल्छन् बुवाको अगाडि पनि है। कति धेरै सपोर्ट गर्नुहुन्छ है बुवाले। एकदम। त्यसमा त मेरो लागि, हामी दुवैजनाको लागि एउटै फिलिङ हो, बुवाभन्दा ठुलो मान्छे हाम्रो लागि कोही हुनै सक्दैन संसारमा। ल, बुवालाई सम्मान, कस्तो मिठो कुरो आयो। अब यो फेरि करेन्ट नुडल्सले प्रायोजन गरेको छ। करेन्ट नुडल्स अथवा करेन्ट फ्याक्ट दिमागमा के आउँछ? करेन्ट त लाग्छ नि त, त्यही भएर त्यो झिक दिमागमा के आउँछ त्यो भन्नु पर्यो। धनी मान्छे चाहिँ को लाग्छ? विनोद चौधरी अहिले आउँदाखेरि दिमागमा। आफ्नो मान्छे चाहिँ को लाग्छ? परिवार। यता परिवार। खुसी मान्छे चाहिँ को लाग्छ संसारमा? बुवा नै त। यता बुवा प्लस अर्को खुसी लाग्ने मान्छे चाहिँ राजा निशान पनि हो। राजा निशान पनि है। दुखी मान्छे चाहिँ को लाग्छ आसिफलाई? बेला बेलामा म आफै बिना कारण दुखी भइदिन्छु जस्तो लाग्छ के म एकदम धेरै सोच्ने भएर म बेला बेलामा आफै दुखी भइदिन्छु है। मेरो आफ्नै संसार हुन्छ, मेरो आफ्नै इमेजिनेसन, म दुखी भइदिन्छु। मै हो त्यो चाहिँ। अब ऊ हुनुपर्छ। यता चाहिँ दुखी मान्छेहरू चाहिँ धेरै देख्छु म। प्रायः मान्छे चाहिँ दुःख आफ्नै के त्यो एनर्जीले क्रिएट गरे दुःख क्या, आफ्नो एनर्जीले आफूले क्रिएट गरे। त्यो जस्तो उसले भन्यो उसको यस्तै खालको धेरै मान्छेहरूले चाहिँ आफ्नै एनर्जीले दुःख पाउने चाहिँ सबैको हुन्छ। सो दुखी पनि आफू भित्रकै परिभाषामा सोच मात्रै हो, सोच मात्रै। ओके, अझ छिटो खेल्नु पर्यो। ल, फ्याक्ट हिरो भन्ने त्यो दिमाग को आउँछ? भुवन केसी नै आउँछ। यता अनमोल केसी। हिरोइन भन्ने बित्तिकै करिश्मा महानन्द। यता
अहिलेको ताजा दिमागमा के आयो मेरो नमगर आइरहेको छ हिजो एउटा फिल्म हेरेर भएर एक्ज्याक्टली भन्न पाइयो क्या तेरो फ्याक्ट जे आउँछ त्यही चाहियो फिल्म भन्ने बित्तिकै दिमागमा के आउँछ चिनो यता चिनो नै हो चिनो अब दुवै त्योसँग याद धेरै जोडिया छ याद कहाँ जोडियो बुवासँग फेरि बुवाले लिएर गएको फिल्महरूलाई तपाईँको उमेर कत्रो थियो विश्वज्योति हलमा हामी सानो थियौँ सानोमा ओके विश्वज्योति हलमा डिरेक्टर भन्ने बित्तिकै दिमागमा को आउँछ तुलसी घिमिरे यता तुलसी घिमिरे अब गायक भन्ने त्यही दिमागमा को आउँछ गायक धेरै आउँछन् अहिले ठ्याक्क आएको राजा निशान र सत्यस्वरूप सुगम पोखरेल यी नाम आए यता मलाई त हिजो नयाँ अलिक गीत सुनिरहेको भएर पनि होला पुरानो भनौँ न मलाई डेनी डेङ्जोपा अहिले दिमागमा गायक भन्ने यो मान्छे गायक पनि हो भने मान्छेले आएको यो मान्छेले अलिकति बिर्सिसकेका पनि हो यो मान्छे खालि भिलेन मात्र होइन गायक हो भन्ने गायिका भन्ने थियो कि गायिका भन्ने बित्तिकै अहिले चाहिँ दिमागमा मेरो केही छैन यता अरुणा लामा गीत भन्ने बित्तिकै चाहिँ कुन गीत आउँछ दिमागमा गीत भन्ने बित्तिकै चाहिँ मलाई सधैँ गीत भन्ने बित्तिकै मुटु जलिरहेछ आउँछ अलिकति गाइदिउँ त भक्तराज आचार्य होइन अङ्कललाई सम्मान गर्दै गाउँ त त्यो म कहाँ गाउन सक्छु त्यो म प्रयास गर्नु पनि मेरो मूर्खता हो प्रयास गऱ्यो भने सत्यस्वरूपले गाली गर्छ होइन गाली गर्नुहुन्न उहाँले गाली गर्नुहुन्न तर म आफै प्रयास गर्दिनँ ठिक छ भजन शिरोमणि भक्तराज आचार्यको गीत हो मुटु जलिरहेछ भन्ने गीत किनभने मैले हामी सानो हुँदाखेरि स्वयं भजन शिरोमणि भक्तराज आचार्यले उहाँकै बेडरुममा गाइराख्दाखेरि हामीले सुन्ने मौका पाएको थियो किनभने मेरो मम्मी र सत्यस्वरूप दाइको मम्मी चाहिँ कतै न कतै सानैदेखि साथी दिदीबहिनी जस्तो अनि हाम्रो घर आउजाउ हुन्थ्यो सानैदेखि अनि सत्यस्वरूपको घर चाहिँ हामीले सानैदेखि देखाएको छ हामीले बहुत दुःख उहाँले हाम्रो दुःख देख्नु भएको छ हामीले उहाँहरूको दुःख देखाएको छ कालो चियामा पौडेट डुबाएर दाजुभाइ बसेर खान्थ्यौँ होइन त्यस्तो खालको सम्बन्ध छ त्यही भएर मुटु जलिरहेछ चाहिँ एकदमै मलाई गीत पनि त्यो आउँछ प्यारो लाग्छ यता पनि त्यही नै हो लगभग गीतको कुराहरू हुँदाखेरि चाहिँ त्यही नै पत्रकार भन्ने त्यो दिमागमा को आउँछ ऋषि दमाला ओके यता ठ्याक्कै त्यही आयो अब भनिसकेपछि त अब अर्को को अर्को आउँदैन रहेछ कि ओके टिभी भन्ने बित्तिकै AP1 यता नेपाल वान टिभी प्रेजेन्टर भन्ने बित्तिकै भिजे भन्ने बित्तिकै चाहिँ मलाई चाहिँ सुरेश सिंह ठकुरी यता सुरेश सिंह ठकुरी नै दुईवटा फ्याक्ट भनिहाल्नु पऱ्यो क्या अर्को चाहिँ दुईवटा भन्ने थियो आसिफ शाह ओके सुरज र आसिफको कुरा आइ नै हाल्छ अब MC भन्ने बित्तिकै प्रोग्राम होस्ट यसमा निसन्देह नरेश भट्टराई त्यसमा कुनै शङ्कै छैन है शङ्कै छैन यता केही शङ्का छ कि छैन यसमा केही शङ्कै छैन हरेक दिन जस्तो व्यस्त हुने यो दाइले कसरी समय निकाल्ने हो जस्तो लाग्छ क्या मलाई वर्क स्ट्रेस छैन गएर सेम एनर्जीमा काम गर्दैन मान्छे यसो गर्नु ल भइहाल्यो भनेर आहा खुसी छ यो मान्छे होइन फेरि कामको व्यस्ततामा त खुसी कम हुन्छ नि दाइ ढिलो भयो भने गाडी पनि बाटोमा फालेर हिँड्दैन फेरि माथि हाम्रो एउटा कार्यक्रममा बाटोमा गाडी फालेर हिँड्दै गयो नि त ढिलो भयो भने यो पार्क गरिदियो है भनेर अर्कै मान्छेले भनेर चिन्दै नदिने मान्छेलाई साँचो छोडिदिएर हिँड्दैको माथि ढिला भइसक्यो 2 रुपियाँको ट्रेलर लन्च धन्न त्यो मान्छे असल मान्छे परेछ नभए लगिदिन्थ्यो रमाइलो धेरै कुरा अनेक छन् किस्साहरू मेरै कुरा लाग्यो भने हाम्रो धेरै किस्सा कति छन् पैसा भन्ने तिमीमा के आउँछ पैसा भनेको आफूलाई चाहिने चिज पुरा गर्ने एउटा साधन टुल मात्रै हो साधन मात्रै हो टन्न कमाउनु पर्छ भने आउँदैन तिमी आउँछ आमै कमाउनु पर्यो धेरै पो टुल चाहिन्छ त यता चाहिँ पैसा त चाहिन्छ पैसा त्यो टुल्स हो तर त्यो चाहिँ राम्रो मेहनत गरेर अनैतिक काम गरेर चाहिँ होइन फेरि होइन राम्रो काम गरेर कमाउने अनि त्यसपछि त्यसलाई खर्च गर्ने फेरि कमाएर जम्मा गर्ने चाहिँ होइन फेरि सुरेश सिंह ठकुरीले एउटा कुरा भन्थे कि अब त्योसँग मेरो लभ एन्ड हेटवाला रिलेसन छ होइन तर कुनै कुरा यस्तो राम्रो कुरा गर्छ त्यसले के भन्छ भने धनी पनि मरेर त्यहीँ जाने हो दाइ अनि गरिब पनि मरेर त्यहीँ जाने हो भनेर कसैले त्यसलाई भन्यो अनि त्यसपछि अनि पजेरमा रुनु र साइकलमा रुनु त फरक छ नि भाइ रुनै पर्यो भने पजेरमा बसेर रुन्छु म साइकलमा बसेर रुन्न त्यो त एस्पिरेसन राख्नु पर्यो नि भनेर भनेको चिज चाहिँ मलाई गड्यो क्या यसले यो चिज चाहिँ राम्रो भन्यो भनेर अनि अर्को एउटा कुरा त्यसले त्यो भनिसकेपछि अर्को नि याद आयो क्या त्यो सुरेश सिंह ठकुरले भनिसकेपछिको
त्यसले चाहिँ हाम्रो बारेमा भनेन तिमीहरू त मरेर गए पनि माथि के गरेर आइस् भने काम गरेर आएँ हजुर भन्ने खालको तिमीहरू इन्जोय नै गर्दैन लाइफ इन्जोय गर्दैन भन्ने लाइफ इन्जोय गर्दैन भन्ने कामलाई त्यति प्रायोरिटीमा राख्छ तिमीहरूले के गरेर आइस् भने काम गरेर आएँ अरू केही गरे होइन जिन्दगी केही पनि गरेन ओके नेता भन्ने ती दिमागमा के आउँछ नेता अहिले चाहिँ ठ्याक्क आउँदाखेरि चाहिँ बालेन शाह लाग्छ मलाई बालेन शाह नै हो नेताको परिभाषा कस्तो भयो भन्दाखेरि फ्याट्टै चाहियो कि गाली गाली भन्ने शब्द आएन नेता भन्ने बित्तिकै कसैले नेता भन्ने मलाई त गाली नै गाली लाग्छ मलाई छोटो चाहियो उत्तर छोटो भनेको गाली राजा ज्ञानेन्द्र भन्ने थियो कि राजा भन्ने बित्तिकै भन्नु बाबे श्रद्धा लाग्थ्यो ज्ञानेन्द्र भन्ने बित्तिकै चाहिँ अलिकति श्रद्धा त सधैँ छ तर समयमा खेल्न नसकेको खेलाडी जस्तो लाग्छ ओके यता मेरो त खासै त्यस्तो पोलिटिकल विचार केही छ तर एउटा कुरा चाहिँ के भने सपोज मानिलिउँ राजा ज्ञानेन्द्र बाटोमा अपरचट भेट्यो भने सम्मानका साथ हात दुई हात चाहिँ जोडिन्छ यति चाहिँ छ अब त्यसबाहेकको मेरो पोलिटिकल विचार केही आएन रवि लामिछाने भने त्यो दिमागमा के आउँछ रवि लामिछानेको जतिको दृढता हुन्छ नि केही कामको लागि त्यो चाहिँ सायद 20% पनि ममा भए म धेरै प्रगति गरिसक्थेँ जस्तो लाग्छ के त रवि लामिछाने भन्ने बित्तिकै एउटा आत्मविश्वास भएको मान्छे दुई यस्ता मान्छेहरू जन्मिन हतपत जन्मिँदैन क्या जुन एउटा नेताको इमेज बनाए आज चाहिँ 2 वर्ष 3 वर्षको त्यो उसले लिएर 21 जनालाई लिएर संसदमा छिराउन जोगको कुरा होइन नि अरू जुन 30 वर्ष लगाएर गर्ने काम उहाँले चाहिँ 6-8 महिनामा लिएर चाहिँ यसरी जुन जानुभयो त्यो उहाँको एउटा व्यक्तित्व चाहिँ गजबकै छ त्यो ओके अब पहिलो कमाइ कति थियो आसिफको केबाट कमाएको पहिला मेरो 6500 केमा कमाएको मैले च्यानल नेपालको मेरो स्यालेरी थियो ओके च्यानल नेपालमा जागिर खाएको 6500 यता मेरो यसको बढी थियो 8000 तिमी चाहिँ भिजेको रूपमा तिमी प्रोड्युसरको रूपमा मैले काम गरेको 2-4 वर्षपछि उसले सुरु गरे प्रोड्युसर डिरेक्टरको रूपमा तिमी भयो त्यही भएर तलब यता बढी भयो पहिलो कमाइ त्यही भयो हैन तर त्यो बेला उसको त्यो तलब बढिसक्दाखेरि मेरो फेरि 3 गुणा बढिसकेको थियो फेरि कमाइ यता बढेको थियो मेरो त्यो सेलिब्रिटी क्रस कोहीसँग भयो फर्स्ट क्रस भन्छ नि मेरो सेलिब्रिटी क्रस चाहिँ मेरो खासै भएन तर मलाई याद छ एक्चुअली मलाई एउटा फिल्मको सुटिङको लागि त्यो राजेन्द्र खड्कीसँग जाँदाखेरि मैले जब सञ्चिता लुइटेललाई फर्स्ट टाइम देख्दाखेरि चाहिँ उहाँलाई चाहिँ उहाँको फिल्महरू रहेछ यताउति भनेर फलो गरेँ मैले फेस टु फेस भेटेको पनि नभनौँ देखेको क्या नगरकोटमा एउटा फिल्मको सुटिङ भइरहेको थियो उहाँलाई देख्दाखेरि फर्स्ट सेलिब्रिटी ओहो भने जस्तो होइन ओके यता त्यो सुरुमै चलचित्र पत्रकार भएर पनि काम गर्ने मौका पाएको थिएँ क्या त्यसपछि त्यो सुटिङहरूको उसमा धेरै जाने अवसर पायो त्यसपछि त्यो सबैजनासँगै भयो लगभग त्यतिखेर विपना थापा भेट्यो ओहो विपना थापा भने जस्तो जल्सा भेट्यो जल्सा भने जस्तो फ्यासिनेट चाहिँ भएको सबैसँग क्रस भन्दा पनि फ्यासिनेट भएको फ्यासिनेट सबै भएन कोही त्यस्तो मनमा आएन आहा यो चाहिँ कति राम्री अथवा यो गर्लफ्रेन्ड बनाउन पाएँ विवाह गर्न पाएँ मलाई त कस्तो राम्रो लाग्छ भन्ने कुनै नेपाली फिल्मको हिरोइन भयो कि भएन कोही आफूलाई बाल्यकालदेखि नै आफूलाई राम्रो लाग्दाखेरि हिरोइनहरू सब ठुल्ठुलो लाग्ने अनि त्यसपछि उनीहरूलाई राम्रो लाग्दाखेरि आफू ठुल्ठुलो भइसक्यो भने जस्तो त्यो उमेरै मिलेन भनौँ न अलिक गाह्रो भयो अलिक गाह्रो भयो ओके अब एकछिनमा म फेरि अर्को गेमतिर लाग्छु त्योभन्दा पहिला असाध्यै सठिक ढङ्गबाट धेरै कुरा नभनिकन भन्नु पर्यो है त त्यसपछि म अरू केही गराउँछु ओके आसिफ र असिमले दुवैले भन्नुपर्ने कुरा हो यो 3 मा 1 रोज्नु पर्यो 3 मा 1 साह्रै असल इमानदार को लाग्छ केपी ओली प्रचण्ड शेरबहादुर देउवा श्री 3हरू कोही पनि लाग्दैन श्री 3हरूको विस्थापन गर्नुपर्छ भन्ने मान्यता हो यी 3 जना नै असल इमानदार लाग्दैन यता अघि बढौँ केही नबोलौ ओके यी 3 मा अलिकति बढी असल को हो इमानदार को हो समयका सबै चतुर खेलाडीहरू हो कोही पनि असल छैनन् कोही पनि ऊ छैनन् एकअर्काको जोखदार सबै बराबर नै निस्किन्छन् हो बराबर ओके अब गगन थापा रवि लामिछाने ज्ञानेन्द्र साई यी 3 मा आहा कस्तो असल इमानदार भन्ने को लाग्छ
ज्ञानेन्द्र शाही, गगन थापा अनि रवि लामिछाने। तिनैजनालाई नजिकबाट चिनेछ। बिदा त यताको हो, तर पनि मैले यता पनि बुझ्न खोजेको अलिकति। मेरो कुरा गर्नुहुन्छ भने मेरो त यसलाई अब मैले एक शब्दमा भन्न मिल्दैन कि अलिकति। किन? यसलाई उ गर्नुपर्छ, व्याख्या नै गर्नुपर्छ। थोरै गरौँ न त छोटो रूपमा। गगन थापा दाइ चाहिँ मलाई सुरुदेखि नै एकदमै राम्रो लाग्ने व्यक्ति हुनुहुन्छ। पोलिटिकल्ली होइन, उहाँसँग चाहिँ मेरो भेट हाम्रै अजय बाबु शिरगटी साथी उसको उसले गराइदिएको थियो। शत्रु भन्ने बिपी कोइरालाको सर्ट फिल्मलाई मैले एड्याप्ट गरेर एउटा सर्ट फिल्म, त्यो कथालाई चाहिँ सर्ट फिल्म बनाउने मैले खोजेको थिएँ। त्यही बेला चाहिँ यस्तो यस्तो गर्न खोजिरहेको छु। गगन दाईसँग भेट्दाखेरि गगन दाईले आइडियाजहरू पनि दिनुभएको थियो, यसरी गर्ने भनेर। एकचोटि हाम्रो भेट भएको थियो। अनि मलाई जहिले पनि यो रवि लामिछाने आउनुभन्दा अगाडि मलाई जहिले पनि आश लाग्ने या भर पर्न सक्ने एउटा नेता जसले चाहिँ केही गर्न सक्ला, किनभने युवा जोस। अनि अर्को चाहिँ नेताहरूले त्यो बेला नेताहरूले बोलेको कुराहरू या त्यो शब्दावलीहरू नै नबुझ्ने बेलामा सरल हुने गरी सबै मान्छेले बुझ्ने गरी बोल्ने नेता भइसकेपछि एउटा कनेक्सन चाहिँ कनेक्ट हुने एज अ जनता पनि गगन थापा हो, अझै पनि छ। त्यसपछि रवि लामिछाने आउनुभयो। रवि लामिछानेले मिडियामा काम गर्नुभयो। मिडियामा काम गरिसक्दाखेरि उहाँको सोच, उहाँको विचार, उहाँको कुराहरू र उहाँको स्टोरी टेलिङ भनौँ न, केही चिज भन्दाखेरि यसको चाहिँ यस्तो, अनि पर्सपेक्टिभ भन्छ नि, यसको चाहिँ यस्तो हो नि त आसिफ भनेर भन्दाखेरिको त्यो चिजहरू। अनि मैले नेपाल आइडलको कार्यक्रम सुरु गर्दाखेरि जुन मलाई गाह्रो भइरहेको थियो एड्याप्ट गर्दा, त्यो बेलामा चाहिँ ल तिम्रो कार्यक्रम चलाउने तरिका चाहिँ एकदम मन पऱ्यो है भनेर फोन गरिदिने। अनि मलाई पनि कतै न कतै चाहिँ उत्साहित बनाउने, एनर्जी दिने काम चाहिँ रवि लामिछाने दाइले पनि गर्नुभएको हो। सो यो दुवैजना मान्छे चाहिँ मलाई आफ्नो ठाउँमा राम्रा लाग्छन्। अब ज्ञानेन्द्र शाहीलाई चाहिँ मैले चिनेको पनि छैन, भेटेको पनि छैन। सो उहाँको बारेमा केही पनि भन्दिनँ। यी दुईजना व्यक्ति चाहिँ मलाई साह्रै नै मनपर्छ। अब यता यस्तो हो, तपाईँको प्रश्न आफैमा राजनीतिज्ञ के थियो अरे? साह्रै असल इमान्दार। राजनीतिज्ञ भनेको असल र इमान्दार हुँदैन रहेछ क्या खासमा। मैले देखेको, मैले देखेको संसद भवन भन्ने एउटा किताबै लेख्नु पर्ला जस्तो भएको छ। त्यसले गर्दाखेरि समयअनुसारले राजनीति परिवर्तन हुँदो रहेछ। त्यो अनुसारले राजनीतिमा यो वा त्यो हुँदैन भनिँदो रहेछ क्या। भनेको त्यो सिचुएसन जे भयो त्यही अनुसारको आफ्नो व्याख्या हुँदो रहेछ। त्यसले गर्दाखेरि जता पनि व्याख्या गर्न सकियो नि त। त्यसले गर्दाखेरि असल इमान्दारको परिभाषा हुँदैन रहेछ राजनीतिज्ञको लागि चाहिँ।